हेलो नमस्ते साथीहरू। आज मैले कोइरालाको अचार बनाउने विचार गरेँ। त्यसको रेसिपी लिएर आएको छु। कोइराला मैले केलाई कुलाई पारेर यसरी धुँदैछु। दुई पानी 3 पानी जति धोएर म अब यसलाई उसिन्छु। त्यसको लागि मैले आलु पनि लिएको छु। आलु चाहिँ ठुल्ठुलो भक्कभर काटेर मैले अघि नै पखालेर खुर्की खार्की पारेर कुकरमा राखेको थिएँ। अब सँगै उसिन्न बसाएँ। अब अर्कोतिर चाहिँ मैले आलसको छोप बनाउनको लागि आलस भुट्दैछु। तिल आलस आफूलाई जुन मनपर्छ, जुन अथवा खान मन लाग्छ त्यही स्वाद फेरि खाए पनि भयो। त्यसलाई मैले मिक्सचर गरिसकेँ। छोपलाई पनि यता पाकिसक्यो, हावा पनि गइसक्यो। एकछिन राखिसकेको थिएँ मैले निकालेर आगोबाट चुलोबाट। अनि अब त्यो सेलाएपछि मैले आलु मुसेर ठिक्क पारेको थिएँ। अनि झान्नको लागि तयार पारेर मैले झानिसकेँ। अमिलो चाहिँ मैले चुक अमिलो लिएँ। अनि स्वादअनुसार नुन खोर्सानी अनि अघिको छोप सबै राखेर मैले यसरी मोलमाल पारेँ। चट्ट लाएर माथिबाट धनियाँ राखेँ। साह्रै मिठो भएको छ यो अचार चाहिँ, एकदमै मिठो हुन्छ। मैले चाहिँ अब खान तयारी भएँ। हजुरहरू पनि बनाएर खानु होला। मैले चाहिँ खाएँ ल।